यो पदौरे गणेश सिन्धुपाल्चोक जिल्लाको चौतरा साँगाचोकगढी नगरपालिका वडा नम्बर 7 सानो सिरुवारीमा रहेको छ। चौतरा सदरमुकामबाट करिब 3 किलोमिटरको दूरीमा रहेको यो भगवान धेरै टाढा टाढाबाट भक्तजनहरू दर्शन गर्न आउने गर्दछ। यो भगवानको धेरै किम्वदन्तीहरू रहेको छ। त्यसमध्ये एउटा किम्वदन्ती असार महिनाको रोपाई गर्दा बेठी लगाउने प्रचलन थियो। सो कार्यक्रमहरू गर्दा धेरै जनमानसहरू भेला हुने र भाँडाकुँडाहरूको अभाव हुने गर्दथ्यो। त्यसैले यो भगवानलाई पूजाआजा गरी मेरो यो कामहरू छ, भोलि मलाई यो सामग्रीको आवश्यक छ भनेर पूजा गरी जाँदा भोलि बिहान आवश्यक परेको सबै सामग्रीहरू अगाडि निकालिराख्ने र त्यही भाँडाकुँडाहरू प्रयोग गरी काम सम्पन्न गर्ने चलन थियो। र त्यो भाँडाकुँडाहरू काम सम्पन्न भएपछि सफा गरेर अगाडि राखिदिने र भोलि उसले त्यो सबै भाँडाकुँडाहरू भित्र लाने गर्दथ्यो। एक दिन यस्तै कामहरू चलिरहँदा आफ्नो काम सम्पन्न गरेर भाँडाकुँडाहरू फिर्ता गर्ने क्रममा जुठो परेछ र त्यही जुठो परेको कारणले अर्को पल्टदेखि भाँडाकुँडाहरू ननिकालिदिने चलन रहेको छ भन्ने पनि जनमानसको भनाइरहेको छ। यो भगवानको शिर र यहाँभित्र अहिले पानी छङछङ बजिरहेको छ र पहिला हामी गएर दर्शन गर्दा त्यो ठाउँमा तामाको भाँडाकुँडाहरू देखिन्थ्यो। आडैमा रहेको शिव भगवानको अर्को पनि मूर्ति स्थापना गरिएको छ र यहाँ पनि गएर शिव भगवानलाई दर्शन गर्न सकिन्छ। र अर्को किम्वदन्ती अनुसार यो भगवान धेरै सटको रहेको छ। यहाँ गएर आफ्नो मनोकामना के छ त्यो सबै मनोकामनाहरू चाहिँ पूर्ण हुन्छ भन्ने जनविश्वास रहेको छ। त्यसैले धेरै टाढाबाट पनि यो भगवानको दर्शन गर्न धेरै भक्तजनहरूको आवत जावत हुने गर्दछ। भक्तजनहरू